हरेक यात्रा गन्तव्यका लागि मात्र हुँदैन, केही यात्राले आफैलाई चिन्ने अवसर दिन्छन्। आज म छु महोत्तरी बर्दिवास जङ्गलको बीचमा। जहाँ प्रकृतिको हरियाली, चराचुरुङ्गीको आवाज अनि खुल्ला बाटोले मनलाई नयाँ ऊर्जा दिन्छ। यो केवल साइकल यात्रा होइन, यो हो कोरा 26 को 100 किलोमिटरको चुनौती। हरेक पेडलसँग पसिना बग्छ, हरेक उकालोसँग आत्मविश्वास बढ्छ र हरेक मोडमा प्रकृतिले नयाँ दृश्य उपहार दिन्छ। बर्दिवासको यो जङ्गल केवल हरियो वन होइन, यो साहस, धैर्य र स्वतन्त्रताको अनुभूति हो। कहिले धुलाम्य बाटो, कहिले घना रुखहरूको छहारी, कहिले चिसो हावा र कहिले शान्त वातावरणले यात्रालाई अझ अविस्मरणीय बनाइदिन्छ। थकान आउँछ तर हार मान्ने मन आउँदैन, किनभने गन्तव्यभन्दा सुन्दर हुन्छ त्यहाँसम्म पुग्ने सङ्घर्ष। 100 किलोमिटर, हजारौँ पेडल स्ट्रोक र अनगिन्ती अविस्मरणीय सम्झनाहरू। यदि तपाईँ पनि साहस, प्रकृति र एडभेन्चरलाई मन पराउनुहुन्छ भने जीवनमा एकपटक बर्दिवास जङ्गल हुँदै कोरा राइड अवश्य अनुभव गर्नुहोस्। यात्रा सकिन्छ, तर प्रकृतिसँग बिताएका ती क्षणहरू सधैँ मनमा जीवित रहन्छन्। म हुँ एउटा साइकल यात्री, बाटो मेरो साथी हो र यात्रा नै मेरो प्रेरणा। धन्यवाद, नमस्कार।